अहिले चाहिँ आशिका बहिनीलाई घरमा ल्याएको छ। अहिले गाउँमा उहाँ चाहिँ बुवा र मम्मी हुनुहुन्छ दुईजना। अहिले चाहिँ घरमा ल्याएको छ। पछि फेरि त्यहाँबाट हस्पिटल चितवन हस्पिटलमा लिएर जान्छ। अब चाहिँ फेरि दोबारा फेरि एक हप्तापछि चाहिँ लिएर जाने भन्ने कुरा छ है त गाइस। हेलो दर्शन, नमस्ते है सबैलाई। यो आशिका बचाउ अभियानमा चाहिँ मैले यो थोरै मैले चाहिँ यहाँ पैसा उठाएको थियो, केही रकम मैले उठाएको थियो आशिका बहिनीको लागि। आशिका बचाउ अभियानमा चाहिँ मैले पैसा यसो उठाइदिएको थियो। मेरो जति पनि मेरो यो ग्यासको कम्पनीका जति मेरा सहयोगी मेरो दाजुभाइ छ सबैलाई धेरै धेरै धन्यवाद मेरो तर्फबाट। र आशिका बहिनीको घर चाहिँ भन्नुपर्दाखेरि चाहिँ धनुषा जिल्ला ढल्केबर विश्रामपुरमा चाहिँ उहाँको घर पर्छ आशिका बहिनीको। र त्यो आशिका बहिनीलाई चाहिँ एकदमै गाह्रो भएर चाहिँ दुइटै मृगुला फेल भएको कारणले चाहिँ उहाँको चाहिँ अहिले चाहिँ हस्पिटलमा भरतपुर हस्पिटलमा छ अहिले त्यो बहिनी चाहिँ। अब बहिनीको उपचार हुँदैछ अहिले। अब त्यसैको लागि पनि मैले यसो सहयोग उठाएको थियो त्यो बहिनीको लागि सहयोग चाहिँ। र आज मैले पैसा पनि मैले पठाइसकेँ मैले आशिका बहिनीको लागि। भन्नुपर्दाखेरि अब त्यो पैसा चाहिँ मैले उठाएर मैले पठाइसकेँ। त्यो डिटेल मैले सबै कुरो म तपाईँहरूलाई सबै कुरो म देखाउने छु। र कोले कति पैसा दियो, कति पैसा उठ्यो, साउदी रियाल पैसा कति उठ्यो र नेपालमा पैसा पठाउँदाखेरि नेपालको पैसा कति गयो त्यो पनि तपाईँहरूलाई देखाउने छु र भन्ने छु। हेर्दै गर्नुहोस् होला है गाइस। मैले चाहिँ यो आशिका बहिनीको लागि आशिका बचाउ यो अभियानमा चाहिँ मैले रकम मैले पैसा उठाएको थियो र कति पैसा उठाएको छ भन्ने कुरो तपाईँहरूलाई म देखाउने छु। पैसा यही हो है। पैसा उठेको पैसा चाहिँ म तपाईँहरूलाई गनेर देखाउँछु यो पैसा कति उठ्यो भनेर। 100, 200, 300, 400, 500, 600, 700, 800, 900, 1000, 10, 20, 30, 40, 50, 60, 70, 1070 रुपियाँ पैसा चाहिँ मैले उठाइसकेको छु। 1070 पैसा चाहिँ आशिका बहिनीको लागि मैले यो पैसा उठाएको हो। यो रकम चाहिँ अब यो पैसा चाहिँ म अब पठाइदिन्छु। अनि त्यसपछि चाहिँ फेरि नेक्स्ट भिडियो म देखाउँदैछु तपाईँहरूलाई। ल, जसले सहयोग गर्नुभएको छ उहाँहरूको नाम अब म क्रमबद्ध रूपमा भन्दैछु। रञ्जित भम्जन हुनुहुन्छ 105 रियल साउदी। लवङ तामाङ 105 रियल। रमेश गेवाली 55 रियल। अजय चौधरी 55 रियल। किरण राई 55 रियल। महेन्द्र मोक्तान 50 रियल। विवेक गोले 50 रियल। मेखु खत्री 45 रियल। दीपक फुयान 50 रियल। सन्तवीर तामाङ 45 रियल। विराज तामाङ 50 रियल। एसपी योन्जन 50 रियल। पदम तामाङ 100 रियल। छिरिङ तामाङ 50 रियल। विष्णु बन्जाडे 50 रियल। विनोद तामाङ 50 रियल। रामकुमार सिंहतान 105 रियल गरी जम्मा 1070 रियल साउदी भएको छ। नेपाली रुपैयाँ 42,579 रुपैयाँ भएको छ। सहयोग गर्नुहुने सबैजना साथीहरूलाई हृदयदेखि धन्यवाद। धेरै धन्यवाद छ। दर्शन नमस्ते है सबैलाई। र आशिका बचाउ अभियानमा मैले जुन पैसा मैले उठाएको थियो, सहयोग उठाएको थियो, मेरो सम्पूर्ण मेरो दाजुभाइहरूलाई सबैलाई मेरो तर्फबाट नमस्कार पनि। र मैले पैसा उठाएर
मैले पैसा पनि पठाइसकेँ मैले। अब त्यो अर्को भिडियो फेरि आउन बाँकी छ, उहाँ दिएको भिडियो, त्यो भिडियो फेरि तपाईँहरूलाई देखाउने नै छु। मेरो ग्यासो कम्पनीको जति पनि दाजुभाइहरूलाई सबैलाई मुरी धन्यवाद मेरो तर्फबाट। एकदमै यो आशिका बचाउ अभियानलाई चाहिँ एकदमै तपाईँहरूले साथ सपोर्ट दिनुभयो। धेरै एकदमै मनभित्रीबाट एकदमै खुसी लाग्यो है। यही भन्दैमा म चाहिँ अब चाहिँ भिडियो थोरै म यसो मैले बनाउनु थियो, मैले बनाएँ। हस् त है त।